र उहाँको सुस्वास्थ्यको लागि है, उहाँको दीर्घायुको लागि है, उहाँले पछाडि बुढेसकालमा हेर मान्छेलाई सबभन्दा ठुलो कुरो चाहिँ ट्रिटमेन्ट हो है। बिमारी भएपछि आफ्नो हातमा पैसा छैन, गोजीमा पैसा छैन भने चाहिँ कसरी ट्रिटमेन्ट हुन्छ होइन। सो त्यसले गर्दा चाहिँ अब मैले जानेको के थियो भने त्यो एउटा अनलाइन अहिले के अरे अब अनरेबल प्राइम मिनिस्टरले सुरु गर्नुभएको है आयुष्मान भारत योजना है, त्यसमा चाहिँ ट्रिटमेन्ट जुन चाहिँ 5 लाखसम्मको फ्री ट्रिटमेन्ट हुन्छ 70 इयर्स एन्ड एबभको लागि, जसको के अरे बिपिएल कार्ड छैन, जसको एएवाई छैन, उहाँहरूले चाहिँ जो 70 इयर्स माथि पुगेको हुन्छ उहाँले फ्री ट्रिटमेन्टको लागि चाहिँ फेसिलिटी पाउनुहुन्छ। त्यसको लागि चाहिँ कार्ड बन्नुपर्छ, त्यो चाहिँ आयुष्मान भारत कार्ड हो। र यो कार्ड चाहिँ मैले उहाँले काम गर्नु हुँदै थियो र उहाँलाई बोलाउँदै फोटो खिच्दै उहाँको फोन पहिला चाहिँ मैले उहाँलाई आधार कार्डमा लिङ्क गर्न लगाएँ उहाँको नम्बर। त्यहाँदेखि लिङ्क गरेपछि उहाँले आउनुभयो, अनि आएपछि उहाँको नम्बर लिङ्क भइसकेपछि चाहिँ मैले उहाँलाई स्कुलमै यहाँनिर काम गर्नु हुँदै थियो, माया लाग्यो। उहाँको पछाडि अब बुढेसकालमा है एउटा ट्रिटमेन्ट गर्ने पैसा हुँदैन, के हुन्छ कसो हुन्छ भनेर चाहिँ उहाँले हामीलाई यत्रो दिन डोको बनाउन सिक्नुभयो, के बनाउन सिक्नुभयो। हाम्रो अब पैसा चाहिँ होइन, तर मैले उहाँलाई चाहिँ एउटा कार्ड बनाएर ल्याइदिएको छु है। त्यो कार्ड चाहिँ उहाँले हस्पिटलमा गएर लिएर देखाउनु भएपछि उहाँको चाहिँ फ्री ट्रिटमेन्ट हुन्छ है। र यो यस्तै नानीहरूले सुन, यो यस्तै यदि हामीले घरमा कसैको 70 इयर्स एन्ड एबभ हुनुहुन्छ र है, अब अहिले यो माथि पाण्डामा पनि यहाँ के अरे एउटा अर्गनाइजेसनले गर्नु हुँदैछ, तर यो चाहिँ अब हामीले स्कुलमा पनि गर्न सक्ने रहेछ। यो चाहिँ बुझ्यो, स्कुलमा पनि गर्न सक्ने रहेछ। घरमा कोही त्यस्तो 70 इयर्स एन्ड एबभ कोही हुनुहुन्छ भने हिँड्न सक्नुहुन्छ र स्कुलमा आउनुभयो भने चाहिँ हामी स्कुलले पनि बनाउन सक्ने रहेछ यो कार्ड, बुझ्यौ। र 70 इयर्स एन्ड एबभको लागि मात्रै हामी बनाउन सक्छौँ। र जसको एएवाई छ नि, अन्तोदय अन्न योजना, उहाँहरूले पनि यो फेसिलिटी पाउँछ, उहाँहरूको घरमा पनि यो बनिन सक्छ, उहाँहरूले पनि पाउन सक्नुहुन्छ। त्यो चाहिँ के अरे फेसिलिटेसन सेन्टर चाहिँ यो स्कुल पनि हुन सक्ने रहेछ, स्कुलले पनि बनाइदिन सक्छ। हाम्रो अफ टाइममा, अफ पिरियडमा है हामीले त्यो फेसिलिटी दिन सक्छ। सो अब उहाँलाई अब यो कार्ड हामीले ह्यान्डओभर गऱ्यौँ। धन्यवाद। तपाईँको केही भन्नु? यो गर्दा हुँदो रहेछ नि, हामी स्कुलमा पाउँदछौँ नि त, पाउनुहुन्छ स्कुलमा। अब तपाईँ हेड सर, अब शिक्षक शिक्षिका गर्नेहरूलाई धेरै धेरै धन्यवाद, नमस्कार गर्दै। र नानीहरूले पनि देखिराख्नु जानिराख्नु पऱ्यो। डोको बन्न सिक्ने मात्रै होइन, अरू के कामहरू हुन्छ त्यो सबै थोक सिक्नुपर्छ। र सरले धेरै उद्धार गर्नुभएको छ, यसमा धेरै धेरै धन्यवाद हो मेरो लागि। अनि यो चाहिँ उद्धार होइन, हामीले जानेको कुरा हुँदैन नि, यो कहाँ खिचिस त्यहाँ जा भने तपाईँले जानेको रहेछ नि।